दुईटा बाइसेप हे गाइस वेलकम ब्याक टु द भ्लग होप सबैजना सन्चै हुनुहुन्छ होला वेल आज चाहिँ बुधबार हो अनि इट्स अ पब्लिक होलिडे सो आइम थिङ्किङ अफ डुइङ अ डेली भ्लग वेलकम टु द डे इन माई लाइफ अनि अहिले चाहिँ बिहानको 6:30 जति हुन लाग्यो वी आर अप फर्स्ट थिङ फर्स्ट हामी चाहिँ त्यही हो बिहान उठेर जिम जान्छौँ बिफोर द्याट यहाँ हुनुहुन्छ हाम्रो स्पाइकी lazy boy उठाए मर्निङ कति बज्यो 7:30 लाग्यो ल उठाइ जिमलाई सो त्यही हो अब चाहिँ हामी जिमको लागि रेडी हुन्छ गाइस सो बिहानको अपडेट चाहिँ यस्तो छ होइन सनराइज भइसक्यो दामी सनराइज भइसक्यो हामी जिमको लागि रेडी हुँदैछौँ अलिकति यहाँ डाइट खाएर अहिले हेड टु द जिम त्यस अब अलिकति बिहान चिसो कम हुन थाल्यो तर स्टिल चिसो चाहिँ छ होइन त्यस्तो छ पोल्युसन यो चाहिँ हाम्रो जिमको डाइट पहिला चाहिँ हामी हेभी डाइट खान्थ्यौँ आजकल चाहिँ अलिकति के भन्नु कन्ट्रोल गरेको छौँ अहिले हामी ब्रेड पिनट बटर यताउति दिन्छ खान्थ्यौँ त्यसले गर्दा वेट अलिकति गर्न गाह्रो भयो कि कन्ट्रोल गर्नु सो हाम्रो हेल्थ थेरापिस्टले डाइटिसियनले हाम्रो नयाँ कुरा निकाल्नु भएको छ सो त्यही हो अब चाहिँ हामी जिम जाँदैछौँ नर्मल्ली हामी अलिकति चाँडै नै जान्छौँ कि सिन्स आज पब्लिक होलिडे हो सो हामी एकदम चिल बारेमा हिँडिरहेछौँ अनि जिम चाहिँ खासै टाढा होइन घरबाट 3-4 मिनट 4-5 मिनट जति हो अब चाहिँ हामी जिम पुग्यौँ होइन यही नै हाम्रो जिम एक्टिभ फिटनेस बिचमा अलिकति हाम्रो ग्याप भयो कि अनि फेरि वी आर ब्याक अन ट्र्याक अहिले चाहिँ अलिकति खाली भइसक्यो बिकज बिहान अब मान्छे अलिकति भिडभाड हुन्छ अहिले अलिकति भिडभाड कम भइसक्यो हाम्रो हो चेस्ट दाइ चेस्ट र ट्राइसेप कोचलाई सक्दैन कि अब के भन्न चाहनुहुन्छ अन्त कहाँ चाहिँ खिच्दै जानु लाग्यो सनराइज भइसक्यो दामी सनराइज त्यही हो सो अब चाहिँ हाम्रो यहाँ वार्मअप सुरु हुनु भएको छ त्यसो भाइब सुन्नुको with shoes on, belt on, and chest से bench press वाला शुरू गर्दैछौँ हैन कति 5 ल
5 6 7 जिम चाहिँ अलिकति खाली होला भनेको तर पुरा झन् यसको थर्डवाला एक्सर्साइज चाहिँ यो है, यो चाहिँ के हो, फ्लाइ भन्छ के भन्छ होला। जिममा अलिकति भिडभाड हुँदा चाहिँ अब हाम्रो पालो कुद्नुपर्छ होइन। हाम्रो अहिले पालो छ केबल क्रसको, अन्त प्याक छ अरे, सो हामी कुदिरहेको छौँ। यहाँ एकदम बडी देखाउनलाई रेडी हुनुहुन्छ ल। ओ माई गड, ओ माई गड, फेरि ल बाइसेप, दुईवटा बाइसेप ओए खतरा फुलेको खतरा। सो हाम्रो चेस्टको 4th एक्सर्साइज चाहिँ केबल क्रस। हामी नर्मली के गर्छौँ भन्दाखेरि दुईवटा सेट हान्छौँ दिनको मिक्स गरेर। अनि आज चाहिँ चेस्ट र ट्राइसेपको पालि हो होइन। सो त्यही हो, अब यो चेस्टको लास्टवाला एक्सर्साइज, 4th वाला एक्सर्साइज केबल क्रस। नर्मली त्यो मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ, चेस्ट चाहिँ मलाई मनपर्छ होइन, चेस्ट वर्कआउट। सो यस, हाल्दैछ हामी चेस्ट। अब हाम्रो नेक्स्ट सेट ट्राइसेप सुरु भएको छ हाम्रो यहाँ। सो अब हाम्रो नेक्स्ट एक्सर्साइज चाहिँ केबल ओभरहेड हो, ट्राइसेपको सेकेन्डवाला एक्सर्साइज। ल यता आयो, सिधा हाल नि तिमी, ल ल है। हाम्रो ट्राइसेपको लास्ट वर्कआउट होइन आजको, ट्राइसेपको मात्र होइन आजको लास्ट वर्कआउट नै हाम्रो। ल स्टाइल पारेछ फेरि। सो अब चाहिँ हामी एकछिन कार्डियो हान्छौँ, अनि हामी हान्छौँ इलेक्ट्रिकल गाइज। सो अब चाहिँ हामी जिम सकेर घर फर्किँदैछौँ। अनि हाम्रो भाटबाट जाने प्लान पनि छ होइन, बिकज अलिअलि सामान लिनुपर्ने छ। अनि जिमबाट फर्किने बेलाको फिलिङ के, त्यो जिम जानु मान्छेहरूले रिलेट गर्नुहुन्छ होला होइन। मेन त्यो छुट्टै फिलिङ हुन्छ कि जिमबाट फर्किँदाखेरि, एक्स्ट्रा के भन्नु, त्यो ह्याप्पिनेस जस्तो हुन्छ फिलिङ। त्यही नै गाइस, अब हामी यहाँबाट घर गएर जान्छौँ भातपट्टि नि। एकदम चुनावको प्रसार भइरहेछ यहाँ। आई डोन्ट नो कुन पार्टी हो यार, यो राप्रपा रहेछ। अघि हामी उता जाँदा चाहिँ, उताबाट आउँदाखेरि चाहिँ तारा देखिरहेको थियौँ, त्यो चाहिँ यहाँ राप्रपा आइरहेछ।
सो धेरै टाइम बाँकी छैन अब चुनावको लागि हामी चाहिँ पुगेछौँ भाटबटेनी अहिले 9 जति बज्न लाग्यो होला बिहानको अनि यो टाइममा भाटबटेनी आउन एकदम ठिक हुन्छ कि बिकज त्यस्तो प्याक स्याक हुँदैन यहाँ फुलेछ दामी फुल दामी फुलेछ के भन्न चाहन्छ वार्डको बारेमा फुलहरू दामी सो बिहान अलिकति खाली हुन्छ यो टाइममा आइसक्रिम खाने आइसक्रिम एटलिस्ट बेकरीसँग कन्सिडर गर्न सकिन्छ आइसक्रिम हो नौ यहाँ चाहिँ हाम्रो नेपालको जर्सी हिजो नेपालको क्रिकेट हेर्नुभयो होला सबैले बवाल खेलेको छ बवाल यस्तो त फुट्ने कि हाम्रो लथ्यौँ नि के भन्छ यसलाई टम्बर हाम्रो सामान चाहिँ यति भएको छ है अब हाम्रो यहाँ उठाउँदै हुनुहुन्छ ब्रेकफास्टको लागि हो सो वी आर ब्याक टु होम अनि आज चाहिँ हामी खाना खाँदैनौँ किन भन्दाखेरि आज बिदाको दिन भयो वी हेभ टाइम सो वी आर प्रिपेयरिङ फर ब्रन्च अनि त्यो तयारी हुँदैछ अडियन्स डस्टबिन हालेर बस्नुभएको छ सो अनि आज हाम्रो यहाँको सेफ हुनुहुन्छ सेफ हाई भनिदिनुहोस् सो त्यो यहाँ रेडी हुँदैछ हाम्रो सलिड salad. सो फाइनली हाम्रो ब्रन्च रेडी भएको छ होइन सँगसँगै स्पाइकीको पनि रेडी भएको छ कुन आइज ल स्पाइकको यहाँ छ सो अब हामी इन्जोय गर्छौँ ब्रन्च हाम्रो यहाँ साइडमा भ्लग चलिरहेछ स्पाइकी आफ्नो भाग खाएर फेरि आइसक्यो हाम्रो खाना यो के हो अरे स्यालड एभोकाडो चिकन स्यालड दाम भयो यो मैले के बनाएँ खासमा मैले भन्नु थियो कि है एकचोटि भन्दै के हो एभोकाडो चिकन स्यालड चिज ब्रेड ससेज स्क्रैम्बल फ्रुट्स ब्ल्याक कफी यति नै हो तर हामीलाई यति बनाउन लास्ट टाइम लाग्यो लास्ट होइन लास्ट होइन 1 आवर It's a small but certain happiness, a quiet and gentle kiss from a world that can be cold and gray. It's what gets me through the day. A small but certain happiness, nothing more and nothing less. The perfect crispness of a fallen leaf, a moment of अब चाहिँ हामी रेडी भएर एकछिन बाहिर निस्किँदैछौँ कहाँ जाँदैछौँ हामी वसुन्धरा अनि जाउला सो त्यो इज अब चाहिँ आउँछ एकछिनमा मोटो ब्लग स्पाइकी ब्रो स्पाइकी आफ्नो बेडमा बसेको छ होइन दिउँसो त बस्छ राति चाहिँ अहिले बस्दैन बिकज राति हामीसँग सुत्छ जाडो हुन्छ होला है के छ भाइ गुड बाई He's so lazy. Adu. Sit down. Good boy. So after a long time, I'm back to moto vlog. धेरै भयो यार vlog नबनाएको बाइकमा अनि त्यो हामी घरबाट निस्किसक्यौँ अनि अहिले हामी फेस्टमा जाँदैछौँ वसुन्धरातिर
त्यसपछि चाहिँ खास हामी जानुपर्ने जावलाखेल हो होइन. वी माइट नट गो टु जावलाखेल. त्यो चाहिँ अलिकति सेयर भइसकेको छैन किन भन्दाखेरि आज लोसार हो अनि त्यो त न्यु रोडतिरको बाटो चाहिँ अलिकति भयानक हुनसक्छ कि. सो त्यसले गर्दाखेरि हामी त्यता चाहिँ नजान सक्छौँ. अनि यता घरतिरको बाटो चाहिँ कस्तो छ भन्दाखेरि यता बिचतिर जाम हुन्छ कि. सो वी आर युजिङ यता भित्रको बाटो. खास अरू बेला त त्यस्तो जाम हुन्न अफिस टाइममा हो अनि स्याटरडे हो त्यो माथि डाँडामा पिकनिक आउने गाडीहरूले गर्दाखेरि अलि जाम भइदिन्छ कि. अनि अहिले चाहिँ अब खास आज स्याटरडे पनि होइन अफिस टाइम पनि होइन बट त्यहाँ अलिकति भिडभाड छ. सो त्यसले गर्दाखेरि हामी यताभित्रको बाटो आएको छौँ. यताबाट हामी निक्लिन्छौँ कता भन्दाखेरि कलङ्की सिजोटारतिर निक्लिन्छौँ क्यारे. ठ्याक्कै त्यो ठाउँलाई के भन्छ चाहिँ मलाई थाहा छैन. कलङ्की अलिकति नपुग्दै हो सिजोटारतिर. ल त्यही हो. सो यतातिर निक्लिन्छ क्या. दिस प्लेस इज कल्ड सिजोटार. त सिजोटार भन्दो रहेछ. अनि आज के यार स्कुलहरू छुट्टी छैन रहेछ त. बच्चाहरू स्कुलबाट आइरहेछन्. आज पब्लिक होलिडे हो हुन त तर स्कुलहरू चाहिँ खुला छ कतिको. यहाँबाट हामी जान्छौँ राइट. त्यो कि काठमाडौँमा चाहिँ कस्तो भन्दाखेरि आजकल यो भित्रको बाटो पनि यस्तो जाम हुन थालिसक्यो नि. किनकि यो भित्रको ठाउँमा नि राम्रै बस्तीहरू बस्न थालिसक्यो होइन. सो भित्रको बाटो पनि जाम हुन्छ. यता पनि जाम छ यार. आज किन हो यार यस्तो जाम. पब्लिक होलिडेको दिन त त्यस्तो हुँदैन थियो खास. त्यो चाहिँ फेरि नागार्जुन नगरपालिकामा पर्छ है. हामी चाहिँ पुगेछौँ कलङ्की. हामीलाई जानुपर्ने वसुन्धरा हो होइन. अब वी क्यान गो यहाँबाट स्ट्रेट. तर यताबाट चाहिँ खासै जान मन लाग्दैन मलाई. बिकज यताको बाटो अलिकति कस्तो लाग्छ कि त्यो के भन्नु अलिकति बिग्रेको अलिक फोहोर अनि भिडभाड जस्तो लाग्छ. सो त्यसले गर्दा हामी यताभित्र छिरेर जान्छौँ. हामी जान्छौँ यहाँबाट राइट लागेर यताभित्रबाट. यताबाट अलिकति भिडभाड हुन्छ कि त्यो बाटो अलिक धुलो पनि उठ्छ धेरै. अनि त्यो गाडी त आएको छ. हामी चाहिँ यताबाट जान्छौँ पुरानो कालीमाटी त ज्ञानोदय स्कुल भएर. कोही कुकुरा यार. के हो यहाँ फाइट परेछ फेरि. हामी पुगेछौँ कता हो थाहा छैन यो होइन. विष्णुमती. ओके. सो हामी पुगेछौँ विष्णुमती डल्लु. अनि हामी यताबाट नि कहाँ निस्किन्छौँ भन्दाखेरि बस पार्क निस्केर अनि उता वसुन्धरातिर जानु पर्ला. यो स्कुलमा म एकचोटि अफिसबाट यहाँ पुरा हाम्रो के नेवारी क्लास भयो त कि. सो नेवारी क्लास लिन आएको थियो यार स्कुलमा 1 विकको लागि. कति हो यताको बाटो नि पुल छ. उताको भन्दा कम धुलो छ. यो 1 वे हो. अगाडिबाट जानु पर्यो.
यतातिर नआएको चाहिँ लास्टै धेरै भयो यतातिर आउने खासै काम पर्दैन होइन सो धेरै भयो यतातिर नआएको त्यो के जाम छ यार जतातिर पनि जताततैतिर जाम अहिलेको टाइममा चाहिँ वेदर त्यस्तो क्लियर छैन कि घुम्न जान पनि अलिकति भ्यूहरू हल्का देखिँदैन अनि काठमाडौँको वेदर त झन् एकदम धोस छ बिकज एकदम त्यो एयर पोल्युसन हाई भनेर आइरहेको थियो न्युजमा यतातिरको ठाउँहरू चाहिँ ठ्याक्कै के भन्छ मलाई थाहा छैन कि कहिलेकाहीँ यसो हिँड्न चाहिँ हिँडिन्छ बट देन यो ठाउँको नाम यो हो भनेर चाहिँ थाहा छैन अनि डल्लो नै हो कि के हो यार डल्को सरी दिस इज डल्को हामी चाहिँ बालाजु पुग्यौँ बालाजुबाट जाँदैछौँ उता बस पार्कतिर अनि त्यो कि हाम्रो नेपालको यार प्रब्लम चाहिँ यो खोला यस्तो दामी भइदियो कि यहाँ सफा पानी बग्ने भए यहाँ हिँड्न क्या मजा आउँथ्यो होला यार तर के गर्नु एकदम प्रदूषित छ त्यो खोला हेर्दाखेरि यस्तो सानोदेखि नै फेरि बाढी आउने बेला त डेन्जर हुन्छ यहाँ त के भएछ एक्सिडेन्ट भएछ क्या एक्सिडेन्ट भएछ सेकेन्ड यो खोला होइन यो बढेको बेलामा उहाँ यो बाटो पनि आउँछ उहाँ माथि पनि जान्छ कि त्यो बस्तीहरू भाटाउसम्म जान्छ गरे एम्बुलेन्स बाटो छोडिदिउँ सो हामी पुग्यौँ बस पार्क यो बस पार्क हो कि के हो क्या अरे यही हो बस पार्क त्यो कि यतातिरको रिङ रोड चाहिँ यस्तो लाग्छ कि यार के भन्नु उतापट्टि साइडको यस्तो दामी छ होइन यहाँको चाहिँ धुलो मैलो टाइप्स कम्पेरिजन टु उतापट्टि यतापट्टि चाहिँ अलिकति गाडीहरू पनि धेरै चल्छ जस्तो छ कि सो अलिकति क्राउडेड पनि छ अनि फोहोर पनि छ त्यही भएर यताबाट त्यस्तो धेरै हिँड्न मन लाग्दैन सकेसम्म यताबाट हामी हिँड्दैनौँ यो बनाउन यो के भन्छ ऊ भएको पनि धेरै भइसक्यो अरे कि जस्ट लाइक म अलि सानो हुँदादेखि नै स्टार्ट भयो जस्तो लाग्छ कि कति वर्ष भइसक्यो बट स्टिल के नमिलायो त सो हामी पुग्यौँ वसुन्धरातिर होइन हामी आएको चाहिँ कता भन्दाखेरि हामी आएको ठाउँ पसलको नाम चाहिँ वी डोन्ट नो एक्ज्याक्टली ठ्याक्कै हो भनेर तर वी निड टु फाइन्ड फर्स्ट माई बिग मार्ट यता वसुन्धराको ऊ त्यहाँनिर छ जस्तो लाग्यो मलाई बिग मार्ट होइन त्यही जस्तो लाग्यो सो त्यो होइन रहेछ यार र हाम्रो वसुन्धरावाला काम चाहिँ भयो वी फाउन्ड द लोकेसन होइन अब चाहिँ हामी जाँदैछौँ कहाँ भन्दा जौलाखेल अनि अहिले दिउँसोको 5 जति बज्यो होला सो यति बेला चाहिँ यसो कतै निस्किनलाई क्या छुट्टै के भन्नु यो वेदर ठिक्क हुन्छ कि
दिउँसो त अब फेरि अलिकति गर्मी जस्तो हुन थाल्छ कि होइन। सो यति बेला चाहिँ यो इभिनिङको टाइममा चाहिँ ठिक्क हुन्छ कि निस्किनलाई, अति दामी हुन्छ। वसुन्धरा आयल स्टोर्स। हामी चाहिँ यता के भन्छ जाम भएर अलिकति सर्टकट हुन्छ भनेर भित्र छिरेको, कहाँ पुग्यो कि। यसो यो ठाउँमा चाहिँ म कहिले हिँडेको छैन। ठाउँको नाम चाहिँ कपुरधारा कि के हो होइन, तर म खासै हिँडेको छैन क्या यो ठाउँबाट। त्यहाँको बाटो यताबाट लेफ्ट कि राइट हो? कता? यता भित्रको बाटो अगाडि ट्याक्सीले गर्दाखेरि हामी अड्किरहेको छौँ। यत्रो बाटोमा ट्याक्सी छिराइन्छ यार। सो हामीले फाइनली बाटो भेट्यौँ, जस चिनेको ठाउँमा आइपुग्यौँ होइन। हामी पुग्यौँ कहाँ भन्दाखेरि सोह्रकुटे सनसेट हुन रहेछ। सो अति दामी देखेको छ सन। के बवाल रिफ्लेक्सन आइरहेछ कि। आज चाहिँ त्यही हो कि आई वाज नट एक्सपेक्टिङ यस्तो भिडभाड हुन्छ भनेर बाटो होइन। लास्ट भिडभाड छ कि जताततै कि। उता वसुन्धरा जाँदा नि त्यो भित्रको बाटोहरू त्यस्तै प्याक थियो होइन। यतातिर पनि त्यस्तै नै छ कि, पुरा भिडभाड छ। अनि यतातिरको ठाउँ चाहिँ मलाई सही लाग्छ, अलिकति क्लिन छ कि। यो चाहिँ कता भन्दाखेरि सानेपातिर हो। हाइफाई एरिया, हाइफाई। काठमाडौँमा चाहिँ त्यही हो कि, एक ठाउँबाट अर्को ठाउँमा पुग्नलाई बिचमा ट्राफिक यताउताले गर्दा लास्टै टाइम लाग्छ कि। सो फाइनली हामी जावलाखेल पुग्न लाग्यौँ होइन। जावलाखेल चोकमा त जाँदैनौँ, यता बिचतिर जाने हो होइन। खै थाहा भएन। सो हामी जान्छौँ यताबाट राइट हो। अलमोस्ट देयर। हाम्रो एकछिन यता काम छ होइन। सो हामी हाम्रो काम सकेर अब चाहिँ हामी कहाँ छौँ भन्दाखेरि वी हेभ कम टु अ प्लेस, नयाँ आउटलेटमा। यो चाहिँ कहाँ भन्दाखेरि ट्रेडिसनल बेकरी हो है। अब हामी उयोले इन्जोय द कफी। खास हामी कफी खान आएको हो होइन, तर यहाँ क्यापुचिनो छान्ने छ, अमेरिकानो मात्रै रहेछ। हामी पेस्ट्री खाइदिन्छौँ। अब चाहिँ वी आर फाइनली हेडिङ ब्याक होम। बेलुका भयो, अलिकति ढिलै भयो। एन्ड अब चाहिँ त्यही हो, सबै सकेर वी हेडिङ ब्याक होम। नर्मली हाम्रो डे यस्तो चाहिँ हुँदैन होइन, एकदम भाकुम दौड हुन्छ। वेनेभर यु हेभ अफिस जानु पऱ्यो अनि एकदम रस हुन्छ। तर त्यो अफिस नभएको दिन चाहिँ वी क्यान चिल, यताउता जाने कामहरू पेन्डिङ वर्कहरू सक्न सकिन्छ। नत्र अरू बेला फेरि त्यस्तै नै हो। त्यही गाइज,
Thank you for watching. I will see you in the next one. Peace. So हाम्रो स्पाइसी हामीलाई सामानहरू स्क्यान गर्दै तिम्रो सामान ल्याऊ डिकीको तिम्रो सामान ल्याऊ डिकीको तिम्रो डिकीको सामान ल्याऊ भने ल्याए नि हुन्छ